माघमा जन्मिने व्यक्ति धर्मात्मा हुन्छन्, ज्ञानी हुन्छन्, जिम्मेवार हुन्छन्, वफादार हुन्छन्, आज्ञाकारी पनि हुन्छन्, मातापिताका सेवक हुन्छन्, भगवानका भक्त हुन्छन्, हेर्दा सामान्य अल्छी जस्तो देखिए पनि विवेकी हुन्छन्, हरदम सतर्क भएर बाँचेका हुन्छन्। फटाहा, मूर्ख र दुई जिब्रे अनि काउलो पारेर बोल्ने मान्छे यिनले देख्नै रुचाउन्नन्। सङ्गत गरे पनि पैसा हुनेसँग भन्दा पनि बुद्धि हुनेसँग सङ्गत गर्छन्। यिनले जीवनको, परिवारको अनि पैसाको महत्त्व राम्ररी बुझेका हुन्छन्। 26 वर्ष नागेपछि मात्रै यिनले धेरै सुख पाएका हुन्छन्। सामान्य रहन सहनमा बसे पनि यिनीहरू मिठा स्वादिला खानेकुराको पारखी हुन्छन्। पेटको रोग, अजीर्ण, अपाच्य समस्याले यिनलाई धेरै सताएको हुन्छ। अरूलाई फोक्कटमा सल्लाह दिने बानी, मनमनै कुरा खेलाउने बानी हुन्छ भन्ने बानी अनि अरूको लहै लहीमा लाग्ने बानी मात्रै त्याग्ने हो भने यिनीहरू 32 लक्षणले युक्त हुन्छन्। भगवान भोलेनाथको आशीर्वाद पाएका हुन्छन् माघमा जन्मिने व्यक्तिले।